जस्तो कि हामीहरूको एक्सेल सिटमा चाहिँ हामीहरूले लगाएको फर्मुलाहरू चाहिँ सो भइराखेको हुन्छ। त्यो सो भएको फर्मुलाहरूलाई चाहिँ कसरी हाइड गर्न सकिन्छ त? जस्तो कि मसँग यहाँनिर एउटा डेटा छ, यो डेटामा यो रिजल्ट भन्ने बेला पास मार्क भन्ने जुन छ त्यसलाई चाहिँ मैले यहाँनिर फर्मुला लगाएर निकालेको छु। त्यो फर्मुला चाहिँ यहाँनिर फर्मुला बारमा सो भइरहेको छ, अर्थात् यही यहाँनिर रिजल्ट भएको ठाउँमा पनि डबल प्रेस गर्नुभयो भने यहाँनिर फर्मुला चाहिँ देखिन्छ। तर मलाई यो जुन फर्मुला यहाँनिर डिस्प्ले भइरहेको छ फर्मुला बारमा अथवा यहाँनिर सेलमा, त्यसलाई चाहिँ मैले डिस्प्ले गर्नु छैन स्क्रिनमा भने कसरी गर्ने त है? त्यसको लागि चाहिँ फर्स्टमा हामीले जति पनि फर्मुला लगाएको सेलहरू छ त्यसलाई चाहिँ पहिला सिलेक्ट गर्नु पर्यो। अनि सिलेक्ट गरिसके पछाडि कपी गर्नुस्, कन्ट्रोल सी। अनि कपी गरिसके पछाडि होम ट्याबमा जानुस् है। मेरो चाहिँ एडिटमा छ, अरूकोमा चाहिँ होम ट्याबमा हुन्छ। होम ट्याबमा गइसके पछाडि चाहिँ यहाँनिर पेस्ट अप्सन भित्र जानुभयो भने पेस्ट स्पेशल भन्ने छ, त्यसमा क्लिक गर्नु होला। अनि त्यसमा क्लिक गरेपछि यहाँनिर भ्यालु ओन्ली भन्ने अप्सन आउँछ, त्यसमा क्लिक गर्नुस् है। अब त्यस पछाडि तपाईले यहाँनिर गएर यो जुन अघि फर्मुला देखिरहेको थियो अथवा फर्मुला लगाउनु भएको थियो त्यो ठाउँमा गएर क्लिक गर्नुभयो भने फर्मुला बारमा यहाँनिर जुन भ्यालु चाहिँ आउटपुटको रूपमा आइरहेछ त्यो भ्यालु मात्र देखाउँछ। अथवा यसैमा पनि तपाईले फर्मुला लगाएको ठाउँमा डबल क्लिक गर्नुभयो भने पनि भ्यालु मात्रै देखाउँछ, तर फर्मुला चाहिँ डिस्प्ले हुँदैन।